हाई गाइज आज म तपाईहरुलाई चाउमिन बनाएर देखाउन गइरहेको छु। सो किप अन वाचिङ माई युट्युब च्यानल। मैले आजको भिडियोमा तपाईहरुलाई चाउमिनको रेसिपी दिन गइरहेको छु। तपाईले देख्न सक्नुहुन्छ मैले यहाँ धेरै कुराहरु लिएको छु। केही कुराहरु चाहिँ यहाँनिर देखाउँदै छु। बिस्तारै बिस्तारै म सबै एड गर्दै जाने छु। यहाँ देख्नुहुन्छ भेजिसहरु फ्रेश एन्ड हेल्दी भेजिस मैले लिएको छु। यहाँ स्प्रिङ अनियन तपाईहरुले प्याजको पत्तालाई लिएर मसिनो पारेर काट्न सक्नुहुन्छ। अनि त्यसपछि गाजर क्यारोटलाई मसिनो पारेर काटेको छु। त्यसपछि मैले लिएको छु लसुन अदुवालाई मैले गाजरलाई यस्तै गरेर चप 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 काटेको छु मसिनो पारेर। अनि हरियो धनिया, त्यसपछि प्याज, अनि त्यसैगरी मैले लिएको छु क्याप्सिकम। यहाँ देख्न सक्नुहुन्छ तपाईहरुले क्याप्सिकम एकदम ताजा फ्रेश लिएको छु। कस्तो हेर्दाखेरि क्युट लागेर मैले चाहिँ एकछिन यसो त्यसलाई चलाएको नि कस्तो छ भनेर। सो क्याप्सिकम यस, तर यो मैले डल्लै हाल्दिन। यसलाई पनि मैले चप चप गरेर सानो डाइस जस्तो अथवा प्याज जस्तै लामो लामो काटेर लिने छु। त्यसपछि मैले लिने छु चिकन। यस, चिकनलाई चाहिँ तपाईहरुले ठिक्क साइजमा काट्न सक्नुहुन्छ। सानो सानो त्यसलाई किनभने फ्राई गरिन्छ। त्यसपछि मैले त चिकनलाई चाहिँ म्यारिनेट अलरेडी गरिसकेको छु। थोरै तेल, नुन, बेसार, हल्का धुलो मसलाहरु हालेर। अनि मैले लिएको छु चना मटर। मैले लोकल स्टाइलको चाउमिन बनाउन आँटेको भएर मैले सबै इन्ग्रेडियन्टहरु लोकल चाउमिनमा पाउने इन्ग्रेडियन्ट्सहरु राखेको छु है त। अनि बन्दा पनि काटेर मैले राखेको छु, मसिनो पारेर काटेको छु। यो सबै कुराहरु मैले पकाउँदै जाँदा बिस्तारै बिस्तारै एड गर्ने भएकोले सबै अहिले नै रेडी गरिसकेको छु। तपाईहरुले चना मटरलाई बोइल गर्न सक्नुहुन्छ है। त्यसपछि मैले अघि म्यारिनेट गरेर राखेको चिकनलाई चाहिँ यसरी टक हल्का फ्राई गरेको छु। कुनै ठुलो साइज भएकोले गर्दा हल्का मैले त्यसलाई काटिदिए। हेर्नुस् न कस्तो जुसी देखिरहेको छ। एकदम मजाले भित्रसम्म त्यो म्यारिनेट गरेको मसलाहरु पसेर सफ्ट टेन्डर जुसी भएको छ। यो चाहिँ मैले चाउमिनमा एड गर्ने छु। त्यही भएर पहिले फ्राई गरेर राखेको। यो चाउमिन फ्राई हुन टाइम लाग्ने भएकोले गर्दा। ओके, त्यसपछि मैले लिएको छु प्यानमा तेलमा मैले हल्का जिरा फुर्याएँ। त्यसपछि अघि काटेर राखेको अदुवा लसुनलाई पनि फ्राई गरेँ। अनि त्यो एकछिन फ्राई भएपछि त्यसपछि मैले सट्ट एड गरेँ प्याज। अनि त्यसपछि अरु चनाहरु, क्याप्सिकमहरु सबै हालेँ। धुलो मसलाहरु हल्का हल्का हालेँ। सबै चिज हल्का हल्का फ्राई गर्दै गएँ। स्टिर फ्राई एकदम रातो पार्ने पनि हैन, हल्का काँचो काँचै मिठो हुन्छ चाउमिनमा। हल्का धुलो मसलाहरु सबै चिजहरु मैले चाहिने कुराहरु एड गरेँ। धेरै चाहिँ एड नगर्नु होला, तपाईले ठिक्क एड गर्नु किनभने अलरेडी धेरै कुराहरु छ, त्यसले मिठो भइहाल्छ। त्यसपछि मैले एड गरेँ चाउमिन। त्यो उमालेर राखेको चाउमिनलाई, नुडल्सलाई चाहिँ हालेँ। त्यसपछि स्प्रिङ अनियन काटेको हरियो प्याजलाई पनि हाल्दिएँ माथिबाट। यो हरियो प्याजहरु बन्दाहरु चाहिँ धेरै फ्राई नहोस् भनेर मैले त अलिक क्रन्ची नै होस् भनेर पछि हालेको। सोया सस पनि हालेँ। त्यसपछि त्यसलाई फ्राई गरेँ। अनि रेडी भयो मेरो चाउमिन। अनि चाउमिनसँगै तपाईले देख्न सक्नुहुन्छ मैले बनाएको छु टक्क परेको टमाटर अनि अकबरेको अचार पिरो। सँगै त्यसमा हालेर मलाई चाहिँ केचप भन्दा पनि लोकल टमाटरको अनि त्यसपछि टक्क अकबरेको अचार चाहिँ हालेर खान मन पर्छ। केचप अलिकति गुलिगुली हुने भएकोले तपाईहरुलाई केचप हालेर खान मन लाग्छ अथवा चिली ससहरु हालेर खान मन लाग्छ भने इट्स अप टु यु, तपाईहरुले मजाले हालेर खान सक्नुहुन्छ। मलाई चाहिँ टमाटर अनि त्यसपछि त्यसमा टक्क अकबरै मन पर्छ। सो हामीले यसरी बनाइसकेका छौं। अनि मेरो बुढालाई मैले खान दिएँ। तपाईहरुले भिडियोमा देख्न सक्नुहुन्छ, पुरा रमाएर खाँदै हुनुहुन्छ। अनि यति देखेपछि त के चाहियो मलाई। मैले गरेको सबै मेहनतहरु यसरी रिजल्ट दिइराखेको देख्दाखेरि आनन्द लाग्छ। बुढाले मिठो मानेर खानु हुँदैछ। यु क्यान सी ही इज इन्जोइङ द फुड। अनि मलाई यसरी नै यो अझै अरु खानेकुराहरु पकाइ हुन्छ नि, बुढालाई फिड गर्न एकदम मन पर्छ किनभने उहाँले एकदम रमाएर खानुहुन्छ के जे पकाएर दिँदाखेरि पनि। सो आई लभ कुकिङ फर हिम। त्यसैगरी अब मेरो पालो आयो, मैले पनि हल्का खाएर देखाउनु पर्यो नि हैन, यत्रो बेर बनाए। यु क्यान सी म त पुरा टायर्ड छु है, तर ओहो खाँदा चाहिँ लास्टै मजा आएको थियो क्या। अन्त क्या धेरै खाँदै त एकदम भोक लागिसकेको थियो। पकाउँदा टक्क अचार हालियो हैन, सरररररररर
पिरो बनाएर खाएको एकदम पिरो भइरहेको थियो खाँदाखेरि एकदम मजा पनि आइरहेको थियो बोल्नुभन्दा पनि धेरै खानु मन लागेको भएर मैले धेरै लामो थियो टक 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 काटेर हल्का हल्का हालेको छु क्लिप्सहरू खाँदाखेरि लामो हुन्छ है हेर्नुहोस् त ओहो कस्तो मिठो थियो नि एकदम मलाई त हुन्छ नि त्यो सानसानो त्यो होटलहरूमा हुन्छ त्यहाँनिर मोमो चाउमिन्सहरू मात्रै लोकल खाजा मात्रै पाउने होटलहरू हुन्छ नि त्यस्तोमा यस्तो मिठो बनाएर दिनुहुन्छ नि त त्यस्तो खालको चाउमिन खान मन थियो कि क्रेभिङ भइरहेको थियो अनि मैले चाहिँ आफै बनाउनु पर्यो भनेर मैले ट्राई गरेको है यो हाम्रो एकदम अथेन्टिक नेपाली टेस्ट तपाईहरुले धेरै रेसिपिजहरू पाउन सक्नुहुन्छ युट्युबमा यो चाहिँ मेरो सर्ट एन्ड स्वीट रेसिपी हो तपाईहरुलाई अरु के एड गर्न अथवा घटाउन पनि सक्नुहुन्छ तर एकदम मिठो भएको थियो वाउ हेर्नु त हामी बुढाबुढीहरु मस्त खाँदै छौं पुरा पिरो भइरहेको छ र पनि सुक्क सुक्क गर्दै खाँदै छौं बुढले चाहिँ हल्का चपस्टिकले खाइदिनु भएको क्या मैले चाहिँ चपस्टिक मेरो भेटिन अनि मैले चम्चाले नै खाइरहेको छु वी आर इन्जोइङ आवर फुड साइडमा हामीले जुस पनि खाइरहेको थियौं सुरुमा मैले एक्लै खानुभयो भनेर मैले भनिरहेको छु के तर होइन my husband shares his food with me केही कुरा एक्लै खानुहुन्न तपाईहरुले पनि आफ्नो परिवारसँग यस्तै मिठो मिठो रेसिपीहरू बनाएर ट्राई गर्न सक्नुहुन्छ है अरु पनि यस्तै रमाइलो भिडियोहरू हेर्नको निम्ति मलाई सब्स्क्राइब गर्नु होला मेरो भिडियोलाई धेरै भन्दा धेरै लाइक कमेन्ट्स दिनु होला बाइ